हेलो गुड मॉर्निंग गुड मॉर्निङ यो चाहिँ यसरी टिप्नुपर्छ यहाँनिर यस्तो हाल्नु हुन्छ यहाँनिर फ्रेस अङ्गुर कस्तो रिस बस्यो है कस्तो छ मिठो छ मिठो छ हेलो एभ्रिवान जेरो छोरीले नमस्ते सम्पूर्णमा म निशा मोबाइलको तर्फबाट आज चाहिँ धेरै किसिमहरूले चाहिँ भ्लग बनाउने सोचिरहेको बोल्न त आउँदैन त्यही पनि आज चाहिँ मेरो घरमा छ अङ्गुरको बोट अङ्गुरको बोटमा चाहिँ फलेको छ धेरै अङ्गुर हेर्न सक्नुहुन्छ पुरै राम्रोसँग पाकेपछि हामी टिप्ने सोचिरहेको थियौँ तर पनि यहाँ कमिलाहरूले खाएर सक्दैन आँट्यो अनि चराहरूले सब चराहरूले खाए यस्तै बनाइदिइसक्यो हेर्न सक्नुहुन्छ त्यही भएर आज हामीले टिप्ने डिसाइड गऱ्यौँ तर सबै टिप्दैन होला किनभने मामाहरू बजार लानु भएको छ बोजूहरू माइजूहरू सबैलाई पठाइदिने विचार गऱ्यौँ परालो साल चाहिँ हामीले के गर्थ्यौँ भनेपछि अङ्गुर टिपेर यता वरिपरि गाउँको सबैलाई बाँड्ने गर्थ्यौँ यो वर्ष चाहिँ अब सबैले चाहिसक्नु भएको यो वर्ष चाहिँ रोल्पा पठाउने सोचिरहेको छौँ मामा माइजू बोजूहरू सबै हुनुहुन्छ किनभने उहाँबाट पनि धेरै कोसीहरू लिएर आउनुहुन्छ नि त्यही भएर हामीले पनि यहाँबाट पठाइदिने जस्तो उहाँ सिजनअनुसार फलेको फलफुलहरू चाहिँ हामीले ल्याइदिनुहुन्छ हामीले पनि यहाँ सिजनअनुसार फलेको अङ्गुर पनि पठाइदिने सोचिरहेको छौँ देख्न सक्नुहुन्छ यहाँ कति धेरै फलिरहेको छ अङ्गुर अनि यहाँ चाहिँ यस्तो छ अङ्गुरको त्यो चाहिँ बोट भयो होइन आमाले यहाँ अघि नै टिप्सम्ला मैले थोरै भिडियो बनाएको छु आमाले यो चाहिँ बोट हो यति ठुलो छ हेर्नुहोस् त यति ठुलो है यहाँ फले सब तर उयो खाइसक्यो सबै किराले खाइसकेको छ हेर्न सक्नुहुन्छ यस्तरी फलेको छ अङ्गुर चाहिँ अनि मसँग छ तर के छैन पानी परेको थियो हिजो भर्खरै फ्रेस नै होला म खान्छु होला मिठो चाहिँ मेरो घरमा भएको फुलहरू हो हिजोको पानीले मगाए यस्तो बनाइसकेको छ यस्तो बनाएको छ यति सानो बोटमै यहाँ देख्न सक्नुहुन्छ बिलौटी फलिसक्यो आमाले चाहिँ अङ्गुर टिप्दै हुनुहुन्छ क्या हुआ आमा केही छैन काटेर यहाँ सबै नटिप्नुहोस् न आमाले चाहिँ अङ्गुर टिप्दै हुनुहुन्छ फ्रेस अङ्गुर टिप्नु छैन अङ्गुर सब यो कमिलाले खाने अनि त्यसपछि चराले खाइदिने न्यामा यता छेउछेउ आमाले अहिले मामा आउनुहुन्छ मामाले टिप्नुहुन्छ बाँकी चाहिँ मान्छे कति आकाशभरि फल आँखा त मर भयो भेट सक्दिनँ खै
टिप्नु हो टिप्नुहोस् फल खस्यो है त्यो सब उसले खाइदियो अरे बाँकी चाहिँ कमीले राम्रो छ यो चाहिँ हाम्रो अङ्गुरको बोट हो अछु पानी रहेछ यहाँ त यसमा पानी जम्मा भएको यत्रो छ बोट हाम्रो कस्तो छ मिठो छ मिठो छ हेर्न सक्नुहुन्छ अरे क्या छ उयोले पनि खाँदो रहेछ नि त यताको वरिपरिको आमाले अघि टिप्साउनु भयो यो चाहिँ देख्न सक्नुहुन्छ यत्तिका छ यो चाहिँ मामाहरूले रोल्पाले जाने अरे यो वर्ष फल्नु त फलेको थियो तर मामाजीलाई बोलाउनु पर्छ मामाजी सुत्नु भए यतातिर पनि छ तर यो चाहिँ राखौँ न भनेर हो हेर्न सक्नुहुन्छ त कति तर यो देख्नै सकिन धेरै हाइटबाट आमा हुँदा सो गाइस म चाहिँ यहाँ छु देख्न सक्नुहुन्छ मेरो पछाडि को छ यो छ हाई अङ्गुर खानु मन लाग्यो हो तिमीहरूलाई यिनीहरूले अङ्गुर खानु मन लाग्छ ल अलिक ठोक्छ फेरि ए यो यस्तो बिग्रेको अङ्गुर चाहिँ मैले दिन लगाएको छु तर लास्टै फास्ट र यहाँनिरको अङ्गुर चाहिँ मैले टिप्न लगाइरहेको छु यो चाहिँ यसरी टिप्नुपर्छ यहाँनिर यस्तो आमा हुन्छ यहाँनिर मैले कसरी टिप्नु लाग्यो कसरी टिप्यो यो चाहिँ माथिबाट टिप्नु लगाएको तलबाट भाँच्यो यसको यो बोट चाहिँ एकदम कमलो हुन्छ यस्तो हो हेर्न सक्नुहुन्छ कमिलाहरू यति लाग्यो नि अब औषधी छिर्क्यौँ भनेपछि फेरि असर गर्ला खाने मान्छेलाई त्यही भएर यहाँ ड्रागन फ्रुट पनि छ अस्ति फुलिसक्यो हिजो फुलेको हो यस्तो भएको छ अनि यहाँ चाहिँ आमाले बोल्ला बुन्ने हुनुहुन्छ आफ्नो घरमा हेलो आमा हेलो हाई
तपाईँ यहाँ के भएको यहाँ होइन दाम बस्यो जस्तो भयो त्यति बुझ्ने हुनुहुन्छ मान्छे ये चाहिँ मक्का डराम डराम बनाइदिए मानु माइजूले बिहान बिहान के गरेर हेर्नुहुन्छ माइजू नास्ता बच्चा बच्चीहरूलाई मानु हजुर कुन यो चाहिँ कहाँबाट यता आएको यो माथिल्लो तल तल बनाइसकेको छ यहाँ बेला ठ्याएको थियो कान्छो मामा अब आउनुहोस् अङ्गुर टिप्न हामी अङ्गुर टिप्न गयौँ एउटा चिज देखाउन चाहन्छु हामी यो खाएर फालेको यो बुटा चाहिँ यसरी पलाएर यो देख्न सक्नुहुन्छ के को बोट हो यो यसरी फलेको छ यस्तो फलेको छ खरबुजा वाटरमेलन यो पनि मेरो फेभरेट हो वाटरमेलन सबै मेरो फेभरेट र आज हामी चाहिँ यहाँ अङ्गुर टिप्ने कार्यक्रम कान्छो मामा आउनु न यो फुल अघि न भर्खरै कस्तो थियो बिहान अहिले त यस्तो हुन लागिसकेको छ अब हेर्दा हेर्दा एकैचोटि ठुलो हुन्छ अब यो फुल मामाले चाहिँ टिप्दै खानुहुन्छ अङ्गुर जेनी आऊ यहाँ हेर बाबाले के टिप्दै हुनुहुन्छ हाम्रो कान्छो मामाले अङ्गुर टिप्दै हुनुहुन्छ यो अङ्गुर चाहिँ हामी रोल्पाबाट ल्याउँछौँ यस्तो भइसकेको रहेछ कि त्यही भएर हामी खाने डिसाइड गरेको हामी नत्र भने अझै पाक्न दिनुपर्छ भनिरहेको थियौँ गुड मर्निङ के गर्दै हो हेलो जेनी तिम्रो त्यो बिरालो लिएर आऊ न किन आऊ यहाँ किन यस्तो कपाल छ किरा लाग्यो के अरे कमिला लाग्यो नि हजुर म यहाँबाट देखाउँछु आमाले चाहिँ टिप्दै हुनुहुन्छ अनि हाम्रो दर्शकहरू उता आमा चाहिँ अग्लो एकदम अग्लो हुनुभयो र टिप्न पनि सक्नु भएन हो चाहिँ मान्छेले टिप्नु भएको यहाँ चाहिँ हो नि त मामा कस्तो भइरहेछ हजुरलाई अङ्गुर टिप्दाखेरि अनि यो चाहिँ फेरि किराले खाइदिएर यस्तो बनायो है यहाँ हो त्यही भएर चाहिँ हामी टिप्ने निर्णय गरेको हेर्नुहोस् यहाँ अब यतिखेर अब हामीले औषधि छर्यौँ भने फेरि अङ्गुरलाई असर गर्छ अब यो टिपेर अनि हामी औषधि छिर्काइदिन्छौँ यहाँ हेलो सब चाहिँ एकदम भएछ कति छ त सब बिग्रिसकेको छ आमा यसलाई त अब औषध छरिदिनु पर्छ हामी चाहिँ यहाँ छौँ खस्यो अङ्गुर खस्यो तर कहाँ खस्यो ए यता सब बिग्रिसक्यो के यस्तो भयो कि निजे नि कसलाई पठाइदिने यो अङ्गुर कपाल राम्रोसँग बनाऊ न हेलो लियोरा मनपर्छ मनपर्छ अहिले खाने है ओके गुड मर्निङ लाउनुहोस् हामीलाई देखाउनुहोस् अलि माथि है कति किलो होला
हामी देख्न सक्नुहुन्छ मामाले यसरी राख्दै हुनुहुन्छ अङ्गुर। अनि यो मोबाइल चाहिँ मैले भिडियोसँग दिन चाहन्छु, नखसाल्नु होला है। ओके हेलो गाइस, हामी चाहिँ आज अङ्गुर टिप्न लागेको। बाबाले चाहिँ टिप्दै हुनुहुन्छ। तपाईँ पाल्सक्यो होइन भ्लग गर्ने। हेलो गुड मर्निङ बाबा। गुड मर्निङ। हामी के गर्दैछौँ? अङ्गुर टिप्दैछौँ। यो अब अङ्गुर टिपेर यहाँ छरिनु पर्छ नि बाबा औषधि। औषधि छरिदिने। गाइस हो, आज चाहिँ हाम्रो घरमा अङ्गुर टिप्दैछौँ। अङ्कलहरूले टिप्नुमा घर पठाउने रे। सब अङ्गुर खसिरहेको छ। अस्ति तलबाट समाउ न। यसो गर न, त्यो अङ्गुर टिप्दाखेरि तलबाट थाहा दाछ न। भारी भा के गर्दै हो नपढेर? काट्न त कटिया छ तौबा त्यस्तो धेरै नै कटर जाउँदैन। त्यहाँ जाँदा भराइनु चाहियो। यस्तो भयो सट्टै यहाँ बान्ने चिज पनि बान्दिहाल्नु त्यो अनि भयो चरा हुनु होला। तौबा तौबा तल बसेर हातले पुग्दै हाल्दैन। खाने दिन बाँध्नु हेलो गुड मर्निङ गुड मर्निङ दाजुमा आइग्यो हो। अङ्गुर खोल्या हो के भन्ने? कस्तो लागिरहेको? हेलो कस्तो लागिरहेको लिएर? जेनीले चाहिँ खरबुजा देखाएर आइसक्यो। ल अङ्गुर खान आऊ। अङ्गुर खा ल लाजिमालाई पनि रायोनिमारी उयो दियोलाई आऊ यता आऊ। ल लिउ र। हाम्रो घरको बडोरी हुनुहुन्छ आमा, त्यही भएर बाध्य हुनुहुन्छ। ल अब कस्तो पालो? खै मलाई यहाँ काम गरेर जुगेर काम गरेर छोड्नु भएन। ल वेलकम। खै त थ्याङ्क यू भने जे सम्ला यहीँ दिनु भयो। ल वाउ मिठो छ। अब अस्तिको पालो होला। कस्तो लागिरहेको त? ऊ के भयो लाजिमालाई? ल लैजाऊ। गयौँ गइगे भन न। गइगयौँ भने त दुईजना हुन्छ, तिमी एक्लै छौ गइए भन्नु है। बाई बाई लाजिमा बाई। अब यो ड्रागन फ्रुट फल्यो भने पनि खानुपर्छ है त। हुन्छ जेनी? त्यो हाम्रो घरमा के फल्यो देखाउ किन? को आयो? त्यो बिरालो माथि तालमा ओए बा बिस्तारै त्यो लोट ला लोट बाबा लोट बाबा रोक्नु खस्ला माथि कि माथि बाबा तालमा हेर्नु न। पागल जस्तो मानु पनि है त।
कहाँ गयो मानु अहिले मामाजी कस्तो लागिरहेको त हजुरलाई अङ्गुर टिपेर खुसी लागिरहेछ खुसी लागिरहेको रमाइलो भइरहेछ सकिसक्यो अब अङ्गुर त एकदम होइन असली यिनी पो अग्लो छन् क्या फिट एन्ड फाइन चाहिँ हेल्दी छ बाबाले देख्नु भएको थियो आज मानु खाने मानु यता आज अघि कहाँ थिइस् भन् त कहाँ थिइस् अघि न कहाँ थिइस् त यो अघि न कहाँ थियो अरे कहाँ थियो भन त अटोमा अटोमा अटोको माथि छतमा थियो होइन उसलाई खान्छ खाँदैन एउटा देउ त नखाने अरे चाम घुम्न अब लाउनु लाउनु अघि अटोमा चढेर थाके खायो जो कस्तो रिस बस्यो कस्तो छ मिठो छ ओ माइ गॉड बिरालोलाई हेर कि कस्तरी बस्यो तिमी खायो असलिस यहाँ कानु आफै पुङ गरेर खान मिल्छ नि त हात हाल्दैन कस्तो गर्दा के भयो कमिला खाने राम्रोसँग हाई मानु कतिखेर चढेको थियो कि यो है हो तिमी देखाऊ के गरेको थियो मानु माथि सुत्रहेको थियो लास्ट चुग्लो रहेछ केले चुगिलो कि ठुलो चुग्लो कस्तो रे कस्तो अनुहार गराउँदा असिसले परा नल्याउँदैछन् त्यसै पाकेको छ यो हुनु त यहाँ यो सबै पाकेको छन् के हुनु कति समय छैन कहाँ फैलायो अङ्गुर हो यो यहाँ फैलायो भने सब बिग्रिन आँटेछ अल्प गराउ त यो पहिले फुल्दाखेरि नै उ गर्नु पर्ने चाहिँ के गर्ने मामा त्यसको त्यो उसको सानसानो फल हुन्छ नि हो तिमीलाई सत्तै सट्ट तल निकालिदिने कि माथि सुत्या छ नि त्यो निकाल्न गाह्रो भइरहेछ हो त्यो आइडिया गर्नुपर्ने खतरा भयो मलाई त कमिलाहरू त चिनेमा कसरी पस्यो कमिला त्यो फ्रेस छ नि यस्तो खाएर यसो खाएर भन न ए अङ्गुर लैजाऊ अङ्गुर भन न आयो अङ्गुर आयो है अङ्गुर आयो आयो 100 रुपियाँ किलो अरे 100 रुपियाँ किलो सस्तो भयो त सस्तो भयो 1000 रुपियाँ किलो 1000 रुपियाँ यो पाराले ल तामाजीले बोकाइदिउ न टाउकोमा एकचोटि बोकाइदिनु नखसाल्नु है नखसाल्नु ल तामाजीले भन्नु 1 2 3 गो भन्नु न यो मार्केटिङ भएन कि अलि अलि राम्रोसँग भन्नु त तामाजी ल भन्नु होला 1 2 3 गो आयो अङ्गुर आयो जम्मा 150 रुपियाँ किलो होलसेल मूल्य भन्नु न ओइ भन्नु न अलि भन्नु न आयो अङ्गुर आयो जम्मा 150 मा 1 किलो ओ माई गॉड यो धेरै सस्तो भयो नि बजारमा त 200 रुपियाँ 250 रुपियाँ भन्छ त हैन घरैमा किन आउनु भन न घरैमा किन्न आउनु भन न अलकरा न अलकरा गरेर पनि हुन्छ नि माथि भेला कोर्स हुन्छ त्यो अङ्गुर बिग्दैन धौ बेसी अस्ति धौ हाल्दैछ नि भयो कहिले बेच्ने अङ्गुर आउँदैछ त्यो त नाइ त्यो पछि राख्ने अरू बेला खानु परेन यो त अब गाउँ पठाउने होला हो नि त रोल्पा
पठाउने कि नै कसलाई पठाउने र भन्नु त दिदीले पठाउने बाजे बोजूहरूलाई भन न अङ्गुर आयो भने आयो अङ्गुर आयो तिमी पनि भन आयो अङ्गुर आयो भने आयो अङ्गुर आयो जेनी भन्न त आयो अङ्गुर 1000 रुपैयाँ भयो एक परात त भयो को आयो को आयो आज हाम्रो घरमा हाई अङ्गुर किन्न आयो अङ्गुर किन्न आउनुहोस् भने आउनुहोस् आउनुहोस् अङ्गुर किन्न आउनुहोस् मात्र कति रे मात्र 150 अलि बसेर भन्नु रुपियाँ अङ्गुर कति हो 150 किलो 150 रुपियाँ किलो अलि सस्तो बोल्नु अस्ति अलि मिल्दैन भन न अलि मिल्दैन मिल्दैन रे मिलाएर दिउँला कति भन न कति हो 140 10 रुपियाँ भयो दाइ अङ्गुर कतिको हो दाइ 150 रुपियाँको 150 त धेरै भएन अलि मिलाइदिनु न मिलाएर 140 रुपियाँमा दिन्छु ल त्यो पनि महँगो हो घरमै आछु लिन ल 100 रुपियाँ ल 100 रुपियाँ पनि धेरै भयो घरमै आछु लिन ल 50 रुपियाँ किलो ल 50 रुपियाँ 50 रुपियाँ चाखा न कस्तो रहेछ चाखा त चाखा त हो त मिठो रहेछ मिठो रहेछ तिरा मिठो छ किन 150 रुपियाँमा किन ल कटाइदिएको घरमै आछु किन लौ फेरिमै लगा फक मेरो आमा हेर्नु अङ्गुर फ्रीमा दियो यसले ओइ बढी भयो ओइ समाउ किरा रहेछ नि त अब किरा चाहिँ अङ्गुर खानु मन लाग्यो नि देऊ न भर्खर यति ल्याएको त मैले कुन होला ल पिदिन्छ ल घरमा फ्रीमै खाऊ अरे यहाँ गाईजो चाहिँ हामी रोल्पा पठाउनलाई टिपेको अब यहाँ त छैन सकिसक्यो लगभग सकिसक्यो यति मात्रै घर खाना राखेको चाहिँ मेरो भाइले बनाएको तराजु हो भन्दैछ आमा बाबाको लागि खास गरी यो मेरो लागि बनाएको यो फर्माइका नि मेरो चोइसको हो तर आमालाई फेरि मन परिरहेको थिएन लास्टमा आमालाई राख्नुपर्ने भयो किनभने माथि तालमा चाहिँ यो राख्नु धेरै भारी हुन्छ त्यही भएर आमाले राख्नुहुन्छ यो चाहिँ अनि हाम्रो अङ्गुर चाहिँ हामी रोल्पा पठाउँदैछौँ गइसक्यो हालेर पनि यो रोल्पा मेरो जे बाउलाई मेरो दाइ भाउजू भाइ बुहारीहरूलाई भरेहरूलाई पठाइदिनु छु रोल्पा बाँडेर खान्छन् धेरै खालिराख्नुहुन्न चाख्ने अलिअलि बाँडी खाने एकछिन फुके त हुन्थ्यो बुन्दा खै म काम गर्छु यहाँ काम गर्नु पर्यो अरू घाम हुन्न आउँदैछ है तिलको मारी तिम्रो कोसेली कसो लाग्यो अङ्गुर कमेन्ट जे गरे बाउल खान्छन् भन्नु के दाँत छैन चाख्नन् भन्नु हुकेर ऊ किराम जान लाग्यो तपाईँ पनि छ हेर्दा यो कमिला लागेर त हुने जस्तो सकेको लाई पठाइदिएको छु दाइ भाउजू भाइ बुहारीहरूलाई मेरो भनाइहरूलाई बाल्टिन्छ त पठाइदिएको छु बाँडी खायो झगडा भगरे धेरै छैन एकन गेडा एक दिएर खाम बाँडी खाऊ मेरो भनेर भने यो त यस्तो गर्न मिल्दैन गाइज आज यति नै थियो हाम्रो अङ्गुर टिप्ने कार्यक्रम अनि हामी चाहिँ अब अङ्गुर टिपेर रोल्पा पठाउन लागिरहेको छौँ अनि बाँकी अलिअलि बाँकी छ यो चाहिँ अनि घरमै खाने अनि अरू पाहुना आएपछि दिने कुरो भएको छ अनि यदि हाम्रो गाउँका कोही पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने दुःख नगर्नु होला फेरि अर्को वर्ष हामी तपाईँहरूलाई सेवा गर्नेछौँ यो वर्ष हामी रोल्पा पठाउँदैछौँ अलि माथिको अलिक बढी पाकेको भरे लिएर आउने सला हो र बाबा पाकेको छ